नमस्ते सबैजनालाई। म आज अतिथिमा बेकरी क्लास सिक्दै थिएँ, त्यसैले आज म आफ्नै हातले कोकोनट म्याकरोन्स बनाउन आँटेको छु। पहिला फ्लोर हाल्ने 25 ग्राम, पछि भनिला एसेन्स हाल्ने फ्यू ड्रप्स ओन्ली। त्यसपछि हामीले कोकोनट पाउडर हाल्छ 250 ग्राम्स। अब हामी त्यसपछि आइसिङ सुगर हाल्छौँ 200 ग्राम। त्यसपछि हामी अन्डा हाल्छौँ 4 वटा र अलिकति 213 ग्राम हुनुपर्छ। त्यसपछि हामी 25 ग्राम ओइल हाल्छौँ। त्यसपछि हामी यो सबै इन्ग्रेडियन्ट्सलाई मजाले हातले मिक्स गर्छौँ। हाम्रो ब्याटर यतिको कन्सिस्टेन्सीमा आएपछि चाहिँ रेडी हुन्छ। हामीले चाहिँ ओभन सुरुमै प्रिहिट गर्नुपर्छ 160 to 170 for 5 मिनट जति। त्यसपछि हामीले पाइपिङ ब्याग लिएर यो ब्याटर यसभित्र हाल्नुपर्छ। त्यसपछि हामीले यसरी आफ्नो मनपसन्द डिजाइन बनाएर बेकिङ ट्रेमा बनाउनु पर्छ। हामीले आफ्नो पसन्दिदा शेप्सहरू बनाइसकेपछि हाम्रो यो कुकिजको बेस तयार हुन्छ र यिनीहरूलाई हामी प्रिहिट गरेको ओभनभित्र राख्छौँ। 25 मिनट भइसकेपछि तपाईहरूको म्याकरोन्स यसरी तयार हुन्छ। हजुरहरूलाई पनि यस्तै बेकरीको अन्य परिकारहरू सिक्नु मन छ भने हाम्रो अतिथिमा आएर इनरोल हुन सक्नुहुन्छ। हाम्रो ट्रेनरको नाम चाहिँ सरु म्याम हो। हस्त नमस्ते।